परमेश्वरको वचनमा हामी मर्कुसको पुस्तकबाट हामी हेर्दै गइरहेका छौँ। गएको हप्तालाई हामी कन्टिन्यू गर्ने हो। मर्कुस 4 अध्यायको 1 पददेखि लिएर 20 पदसम्म एउटा दृष्टान्तको बारेमा परमेश्वरले भन्नुभएको एउटा दृष्टान्त छ। हामी त्योबाट चाहिँ हामी सिक्न जाँदैछौँ। हाम्रो संयुक्त घरेलु समितिमा यदि तपाईँ जोडिनु भएको छ भने गएको हप्ता हामीले यही दृष्टान्तबाट हामीले गहिरो रूपमा बाइबल अध्ययन गर्ने मौकाहरू हामीले पायौँ। अनि यो दृष्टान्तबाट यसमा चाहिँ परमेश्वरको बारेमा हामीले के सिक्न सक्छौँ, मानिसको बारेमा हामीले के सिक्न सक्छौँ, हामीले कुन कुन कुराहरूलाई त्याग्नु पर्ने रहेछ अनि हामीले कुन कुन कुराहरूलाई चाहिँ फलो गर्नुपर्ने रहेछ, यी कुराहरूलाई चाहिँ हामीले अलिक गहिरो अध्ययनको रूपमा चाहिँ हामीले त्यहाँ हामीले गएको बुधबार हाम्रो घरेलु समितिमा हेरेका थियौँ भने अब यसको बारेमा अझ अलिकति म प्लस गर्न चाहन्छु, जोड्न चाहन्छु। हामी योबाट हामी सिक्नेछौँ है त। आउनुहोस् हामी शान्ति प्रार्थना गरौँ। हे परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँले वचन दिनुभएको छ, यसको रहस्य खोल्ने अनि यसलाई बुझ्ने ज्ञान बुद्धि पनि तपाईँले हामीलाई दिनुहोस् भनेर म बिन्ती अनि प्रार्थना गर्न चाहन्छु। प्रभु, मेरो मुख पात्र भएर बोल्नुहोस्, मलाई लगाम लगाउनुहोस्। तपाईँको यो सत्य, यो खाँटी शिक्षा, यो वचनलाई बुझ्ने हृदय दिनुहोस् भनेर बिन्ती अनि प्रार्थना गर्न चाहन्छु। प्रभुको नाममा आमेन। प्रियहरू, यो परमेश्वरले शिक्षा दिने क्रममा, वचन प्रचार गर्ने क्रममा उहाँले धेरै ठाउँमा उहाँले दृष्टान्तहरूमा बोल्नुभएको हामी त्यो कथात्मक शैलीमा भनौँ होइन, भन्नुभएको सिकाउनु भएको कुराहरू हामी चाल पाउँदछौँ। धेरै कुराहरू छ। स्वर्गको राज्यलाई, पृथ्वीमा भएको कुराहरूलाई, मान्छेको चलन चल्तीमा दैनिक रूपमा मान्छेले कसरी भोग चलनहरू गरिरहेका छन्, आफ्नो व्यवहारहरू गरिरहेका छन्, यी भएका कुराहरूलाई बुझाउनको लागि, मान्छेले सरल प्रकारले बुझोस् भनेर चाहिँ उहाँले स्वर्गीय कुरालाई, पृथ्वीमा भएको कुराहरूलाई, हामीले दैनिक रूपमा प्रयोग गर्ने कुराहरूलाई, थाहा पाइरहेका कुराहरूलाई एउटा तुलनात्मक दृष्टिकोणले चाहिँ उहाँले चाहिँ सिकाउनुहुन्छ र यसलाई चाहिँ बुझ्न, ताकि सरल भाषामा बुझ्न सकियोस् भनेर चाहिँ उहाँले चाहिँ त्यो तुलना गर्दै एउटा दृष्टान्तहरूमा चाहिँ उहाँले बताउनुहुन्छ, उहाँले भन्नुहुन्छ। अब हामी एकचोटि यो मुख्य खण्डमा जानुभन्दा अगाडि अलिकति यो, किनभने हाम्रो बाइबल अध्ययनमा पनि यो क्वेसन आएको थियो, यो वचनलाई बुझ्नुभन्दा अगाडि यो अलिकति हामी बुझेको म चाहन्छु। अनि जब उहाँ एक्लै हुनुहुन्थ्यो, हामी 10 मिनट जाउँ। अनि जब उहाँ एक्लै हुनुहुन्थ्यो, उहाँका वरिपरि हुनेहरूले यी 12 जनाको साथ उहाँलाई यस दृष्टान्तको विषयमा सोधे अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू परमेश्वरको राज्यको रहस्य जान्न दिएको छ, तर बाहिर हुनेहरूका लागि सबै कुराहरू दृष्टान्तहरूमा गरिन्छ। किनभने देख्न त तिनीहरूले देखुन्, हेर्न त तिनीहरूले हेरुन्, सुन्न त तिनीहरूले सुनुन्, तर तिनीहरूले नबुझुन्। तिनीहरूले बुझ्लान्, तिनीहरूले सुन्लान् र तिनीहरूको पाप क्षमा होलान्। अब यो कस्तो खालको कुरा हो होइन? परमेश्वरले यहाँ के भन्नुभयो भने, मैले बाँडेको कुराहरू, मैले सिकाएको कुराहरू तिनीहरूले सुन्लान्, तिनीहरूले बुझ्लान्। तिमीहरूलाई त यो रहस्य बुझ्ने ज्ञान बुद्धि दिएको छ, तिमीहरूले यो सुन्न सक्छौ, बुझ्न सक्छौ। तर बाहिरका अरू धेरै मान्छेहरूले सुनिरहेको थिए, उनीहरूले सुन्लान्, पश्चाताप गर्लान्, फर्केलान् र मुक्ति पाउलान्, तिनीहरूको पाप क्षमा होला। यसो सुन्दाखेरि यो अलिकति अचम्म लाग्छ नि होइन? प्रभुले चाहिँ ल क्षमा पो होला कि यिनीहरूले मुक्ति पो पाउलान् कि भन्ने कुराहरूलाई भने जस्तो देखिन्छ। तर यसले भन्नु खोजेको यसको उत्तर पनि यही नै छ कि त्यहाँ येशू ख्रीष्टले दृष्टान्तहरूमा बताउँदाखेरि धेरै मानिसहरू थिए है त। सुन्नु ल, धेरै मानिसहरू थिए, तर थोरै मानिसहरूले मात्रै त्यो 12 जनाको चेलाहरूको साथमा आएर फेरि आएर, प्रभु तपाईँले यो जुन कुराहरू भन्नुभयो नि दृष्टान्तमा, यसको अर्थ हामीलाई बताइदिनुहोस् न, यो के हो भनेर चासो लिए क्या उनीहरूले। जसको कानहरू छ त्यसले सुनोस् भनेर प्रभु भन्नुभएको छ नि होइन? जसले सुन्न चाहन्छ नि, जसले बुझ्न चाहन्छ नि, हो उसलाई चाहिँ सुनाइन्छ, बुझाइन्छ। मलाई थाहा छ, ठिक छ, मलाई हो, यो त मलाई सबै थाहा छ, हामी त यस्तै हो भनेर जुन कुराहरूलाई मलाई थाहा छ। यो जुन यो दृष्टान्त छ नि, एउटा व्यक्तिले गौलियो होइन, अनि त्यसलाई छर्यो, कोही बाटोमा पऱ्यो, कोही ढुङ्गेनी जमिनमा पऱ्यो, कोही काँडाको झाङमा पऱ्यो, अनि कोही चाहिँ असल जमिनमा पऱ्यो, फल फलायो। एउटा किसानी रूपमा हेर्ने हो त नर्मल कुरा हो नि त, यो सामान्य कुरा हो नि, हामीले गर्दै आएको कुरा त हो नि। थाहा छ त, बाटोको छेउमा फालेपछि त्यो चराचुरुङ्गी टिपिहाल्छ नि, त्यो ढुङ्गेनी जमिनमा पऱ्यो भने अलिकति त टुसा होला, त्यो मरिहाल्छ नि, त्यो पनि हामीलाई थाहा भएकै कुरा हो। काँडाको झाङमा भयो भने पनि त्यो हौसिन्छ भन्छ नि होइन, निस्सासिन्छ,
काँडाको झाङले खाइदिन्छ अनि त्यो मर्छ, त्यो पनि हामीलाई थाहा त छ नि। अनि असल जमिनमा छरेको चाहिँ फेरि त्यसले धेरै गुणा फल दिन्छ, हामीलाई त्यो पनि थाहा छ। त्यो नर्मल कुरा हो, सिद्धियो हो कि नर्मल कुरा हो नि, सिद्धियो। अब त्यो भिडहरू सबैजना गए, तर यसको रहस्य के हो, किन प्रभुले यसो भन्नुभयो भनेर जसले त्यसले चासो गर्छ, जसले त्यसलाई पछ्याउँछ त्यसको लागि भनेको क्या। तर एउटा कुरा हामी के थाहा पाऊँ भने सबैजनाले मुक्ति पाउन्, सबैजना स्वर्ग जाओस्, एकजना पनि नष्ट नहोस् भन्ने चाहिँ परमेश्वरको चाहना छ। अब यो हेर्दाखेरि चाहिँ तिनीहरू चाहिँ जान्छन्, तिनीहरू चाहिँ जाउन्, फेरि पश्चाताप गरेर फर्कन, त्यो होइन। प्रभुको चाहना सबैजनाले मुक्ति पाओस्, सबैजना स्वर्ग जाओस्। किनभने हामीले यूहन्ना 3को 16मा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, सबैजना संसारमा भएको मानिसको लागि उहाँ मर्नु भएको हो नि। तर सबैजना आउँदैनन् नि, सबैजना मुक्ति पाउँदैन नि। जो मान्छेले चासो गर्छ, जो मान्छेले ध्यान दिएर सुन्छ, जो मान्छेले अब प्रभुको वचनतिर अब आफ्नो मन लगाउँछ, त्यो व्यक्तिको लागि भनेको है त। ल हामी यसलाई अब अगाडि बढ्नेछौँ। अब यो बिउ छर्नेको जुन दृष्टान्त छ, यसमा हामीले विशेष गरेर 4 किसिमको जमिनको बारेमा बताएको छ। हामी 4वटा कुराहरू हामी यहाँबाट सिक्नेछौँ। 4वटा कुराहरूमा चाहिँ एउटा हामीले ढुङ्गेनी जमिनको कुरा गर्यो, बाटोको किनारमा भएको जमिनको कुरा गर्यो, काँडाको झाङमा भएको जमिनको कुरा गर्यो र असल जमिनको कुरा गर्यो। भने सर्वप्रथम हामीले 4 पद र 15 पदमा हेऱ्यौँ भने बाटोको किनारमा भएको जस्तै जमिनको विषयमा यहाँ बताएको छ। र बाटोको किनारमा भएको जमिन जस्तै भनेर एउटा तुलना जुन गरेको छ 4 र 15मा हामी पाउँदछौँ। त्यो यस्तो खालको व्यक्ति हो अरे नि, जसले परमेश्वरको वचन सुन्छन्, खुसी साथ परमेश्वरको वचन सुन्छन्, तर उनीहरूले चाहिँ ग्रहण गर्दैनन्। सुन्न त सुन्छन्, तर प्रभुलाई चाहिँ आफ्नो प्रभु र मुक्तिदाता भनेर उनीहरूले ग्रहण गर्दैनन्। उनीहरूले सुन्दा सुन्दा के हुन्छ, विभिन्न डिस्ट्र्याक्सनका कुराहरू आउँछ, अन्य कुराहरू आउँछ भनेको यहाँ चाहिँ तल के भन्छ, शैतानले तुरुन्तै त्यो वचन चाहिँ चोरेर लैजान्छ, खोसेर लैजान्छ। जुन चराहरूको कुरा गरेको छ, बाटोको छेउमा जुन छरेको छ, चराहरू आउँछन् र चराहरूले चाहिँ त्यो खाइदिन्छन्। भनेको जुन परमेश्वरको जुन सत्य वचन जुन छ, त्यो वचन छरिन्छ अनि त्यो वचनलाई चाहिँ चराहरूले टिपेर खाइदिन्छ। भनेको शैतानले चाहिँ त्यो कुराहरू चाहिँ लिएर जान्छ। यूहन्ना 10को 10मा हेऱ्यौँ भने हामीले पाउँछौँ कि चोर त चोर्न, मार्न र नाश गर्न भनेर आउँछ। शैतानले चाहिँ जहिले पनि चुर्ने काम गर्छ, परमेश्वरको वचनको नजिक जान दिँदैन। परमेश्वरको वचनको कुराहरूलाई उसले डिस्ट्र्याक्सन गर्ने अनि खोस्ने र चोर्ने काम गर्दछ। भने त्यो चराको जुन उदाहरण दिएको छ, चराले जुन वचन खाइदिएको छ, एउटा शैतानको प्रतिनिधित्व चाहिँ त्यो चराले गरेको छ। भनेको अनि यस्तो मान्छेहरूको हृदय चाहिँ फेरि कस्तो पनि हुन्छ भने बाटोको किनारमा भएको जमिन जस्तै मान्छेको हृदय चाहिँ कठोर हृदय भएको मानिसहरूमा अलिक कडा स्वभाव होइन, कडा अलिकति ढुङ्गाको जस्तै भनौँ नि होइन, ढुङ्गा कति कडा हुन्छ नि, हो त्यस्तै एउटा कठोर हृदय भएको मानिस चाहिँ यी मानिसहरूमा यो वर्गमा पर्छन्। भने अर्कोमा चाहिँ एउटा ढुङ्गेनी जमिन भनेर पनि अर्को तुलना गरेको छ। यो दोस्रोमा चाहिँ ढुङ्गेनी जमिन भएको हामीले 16 र 17मा गएर हेऱ्यौँ भने अनि 5मा पनि हामी त्यो कुराहरू हामी पाउँदछौँ। 5मा अनि केही ढुङ्गेनी जमिनमा खस्यो भनेर 5मा छ भने अनि 16 र 17मा गएर हेऱ्यौँ भने हामी पाउँदछौँ। अनि यही प्रकारले ढुङ्गेनी जमिनमा छरेका यी हुन् जसले वचन सुनेपछि तुरुन्तै त्यसलाई आनन्दपूर्वक ग्रहण त गर्छन्, अनि जब तिनीहरूलाई आफैमा जरा हुँदैन यसकारण तिनीहरू थोरै समयसम्म मात्र रहन्छन् र पछि वचनको कारणले कष्ट वा खेदो आइपर्छ, तुरुन्त तिनीहरूले ठेस खाँदछन्। भनेको त्यो ढुङ्गेनी जमिनमा परेको मान्छेहरूले परमेश्वरको वचनलाई त यिनीहरूले खुसी साथ तिनीहरूले ग्रहण गर्छन्। यिनीहरूले अलिकति खुसी साथ भनौँ न, एउटा सतहको लेभलमा भनौँ न, सतही विश्वास भन्छ, तिनीहरूले चाहिँ वचन सुन्छन् र तुरुन्तै ग्रहण पनि गरिहाल्छन्। तर तिनीहरूको विश्वास चाहिँ कस्तो हुन्छ, 2 किसिमको विश्वास हुन्छ क्या। एउटा विश्वास चाहिँ उद्धारकर्ता, उहाँ उद्धारकर्ता हुनुहुन्छ भन्ने त्यो विश्वास हुन्छ अरे। उहाँ उद्धारकर्ताको साथसाथै मेरो प्रभु हुनुहुन्छ, मेरो मालिक हुनुहुन्छ, सारा संसारको सृष्टिकर्ता हुनुहुन्छ भनेर सम्पूर्ण विश्वास हुन्छ अरे क्या। के कस्तो हुन्छ अरे नि, खोला तर्यो लौरो बिर्स्यो भन्छ नि, विश्वास त गर्यो, अहिले अगाडिको प्रब्लम पनि सल्भ भयो अनि पछि केही समयपछि फेरि उनीहरू
उनीहरूको विश्वास हुँदैन। जरा भने तलसम्म गएको हुँदैन, खुसी साथ त ग्रहण गर्छन् र तिनीहरूको विश्वासको चाहिँ जरा नभएको कारणले तिनीहरू पछि फेरि ब्याक हटिहाल्ने खालका चाहिँ हुन्छन्। जब समस्याहरू सतावटहरू आइपर्दछ नि, अनि यस्तो खालको ढुङ्गेनी जमिन खालको भएको जमिन त जमिन हो, माटो पनि छ, तर ढुङ्गेनी जमिन भएको चाहिँ सतावटहरू समस्याहरू आइपर्दाखेरि चाहिँ अनि यिनीहरू के भन्छ, यत्तिकै गएको हो नि म होइन, जस्तो गएको हो विश्वास गरेर हो नि त, यो बिमारी छोड्नै छोडेन, यो समस्याले यस्तो पाऱ्यो, मलाई फापेन नि। सुन्नु भएको छ कतिजना भन्छ मलाई फापेन, गएको त हो नि म पनि विश्वासी हो नि, तर मैले छाडेँ किन मलाई फापेन भनेर चाहिँ उनीहरूले आफूलाई नफापेको कुराहरू चाहिँ उनीहरूले गर्छन्। ढुङ्गेनी जमिन भनेको यो हुन्छ मान्छेहरूको यो जमिन। तर हामीले इजिकियल 11 अध्यायको 19 पदमा हेऱ्यौँ भने परमेश्वरले के भन्नुहुन्छ प्रियहरू, त्यो ढुङ्गेनी हृदय भएको, ढुङ्गाको जस्तो मन भएकोलाई चाहिँ परमेश्वरले त्यसलाई निकालेर चाहिँ मासुको हृदय चाहिँ हालिदिने कुराहरू पनि परमेश्वरले गर्नुभएको छ है त। यो कति कुराहरू सुसमाचारको कुराहरूमा पनि जान्छ होइन। हामी बाहिर सुसमाचार सुनाउन जाँदाखेरि यस्तो यस्तो मान्छेको हृदय भन्छ भने कति कुराहरू फेरि यो चर्चभित्र पनि यो कुराहरू हुन्छ है त। यो बाहिरको कुराहरू, यो बिउ छर्ने कुरा गरेको छ, वचन छर्ने कुरा गरेको छ, एउटा सुसमाचारको बिउ बाहिर चुनाउने पाटो अर्को छ भने हाम्रो मण्डलीमा चाहिँ फेरि परमेश्वरको वचनहरू छरिरहेका हुन्छ नि। यहाँ पनि शैतानले त्यो हिसाबले काम गरिरहेको हुनसक्छ। जस्तै अहिले भर्खरै हामीले अगाडि हेऱ्यौँ 4 पद र 15 पदमा जुन परमेश्वरको वचन प्रचार वचन छरेको थियो, चराहरूले खोस्यो भने मण्डलीभित्र पनि जब प्रचारकले परमेश्वरको वचनबाट परमेश्वरको वचनको बिउ अब यो उम्रोस् भनेर भन्दा पनि तपाईँ आत्मिक रूपमा बलियो होस् भनेर जसरी यहाँ प्रचार गरिन्छ नि, त्यो बेलामा पनि शैतान सक्रिय छ, शैतान चलाक छ। त्यस्तै यहाँबाट बाँडेको वचनलाई टक 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 टिपिदिन्छ। कसरी टिप्छ थाहा छ? निन्द्राको आत्मा दिन्छ। कसैले टक्क वचन प्रचार गरे, ल अब चाहिँ एकोरो फलानु पास्टर बोल्छ, अब मैले के गर्नु पऱ्यो, टक्क यो टाइम चाहिँ मेरो के भन्छ स्न्याप भन्छ होइन, टक्क यो मेरो लिने टाइम भनेर डङ्ग सुत्दिन्छन् हो। शैतानले खोसेको खोसेन। त्यो अर्को कुरो हुन्छ, हाम्रो बानी अब के भइसकेको छ भने यस्तो बाइबल पढ्नुभन्दा पनि, यस्तो बाइबल लिनुभन्दा पनि हामीलाई यस्तो बाइबल मनपर्छ होइन। यहाँ त बाइबल छ नि त, अनि हामी के गर्छौँ, डिजिटल बाइबल हेर्छौँ, अनि सँगै हामी बाइबल हेरिरहेको हुन्छौँ। अब त्यो बेलामा टाइममा हाम्रो म्यासेज आइदिन्छ, हाम्रो ध्यान के हुन्छ, त्यो म्यासेजतिर ध्यान हुन्छ। शैतानले यसमा पनि काम गर्यो नि, अनि त्यहाँबाट कुनै म्यासेज रिप्लाई गरिहाल्नु पर्ने हुन्छ। अब हेर्न त्यसो हेर्दाखेरि त पास्टर अगाडि हेर्दाखेरि ए बाइबलै हेरे होला भन्नुहुन्छ नि, अब त्यस्तै कन्डिसन आउँछ नि त होइन। त्यो रिप्लाई गर्नुपर्ने हुन्छ, अनि हामी के गर्छौँ, त्यसलाई रिप्लाई गर्न थाल्छौँ। अझ त्यति पनि भएन भने मेरो फोटोहरूमा लाइक कमेन्ट कतिको आएछ हौ एकचोटि हेरौँ, फेरि त्यहाँ पनि मन जान सक्छ। हो अहिलेको यो मण्डलीभित्र चाहिँ शैतानले यसरी काम गर्छ क्या। यो त्यही भएर मैले उत्साह के दिन्छु भने यो मण्डलीको सङ्गतिमा सबैबाट हामी यस्तो बाइबल युज गरौँ न। डिजिटल बाइबल त हाम्रो यात्रामा बाहिरमा हामी जहाँ पनि युज गर्न सक्छ नि। भनेको हाम्रो ध्यानले खिचिदिने शैतान चाहिँ अब चरै भनेर उडेर आउँछ भने होइन नि, अदृश्य प्रकारले एउटा निन्द्राको आत्मा बनेर आउँछ। यो मेरो सुत्ने टाइम भनेर कोही मान्छे मजाले सुतिरहेको हुन्छ, टक टक म्यासेज आइदिन्छ। अर्को कुरो के हुन्छ, वचनको बेलामा अब टक्क उठ्न मन लाग्छ होइन, अनिखेर बाहिर निस्किन जानु मन लाग्छ, त्यही बेलामा दिशा होला, पिसाब होला, अन्य कुराहरू होला। तर समस्या के हुन्छ भने प्रियहरू, जब कोही मान्छे टक्क उठेर जान्छ नि, त्यहाँ मात्र हुँदैन क्या। अब उदाहरणलाई यहाँबाट कोही उठेर जाओस् त, सबैको ध्यान त्यही मान्छेमाथि हुन्छ। त्यसले थाहा पाओस् नपाओस्, त्यसले त्यो महसुस गरोस् नगरोस्, तपाईँले यसो फर्केर हेर्नुहोस् नहेर्नुहोस्, तपाईँले कड्का आँखाले हेरेकै हुन्छ, तपाईँको ध्यान त्यहाँ गएकै हुन्छ, सबको ध्यान लिएर जान्छ त्यो मान्छेले। सबैले त्यो मान्छेले ध्यान पुऱ्याइरहेको, उसलाई के लाग्छ, ए सबैजना मलाई वास्ता गरिरहेको छैन भन्छ। तर यहाँ कोही मान्छे वचनको बेलामा, सेवाको बेलामा विचार टक 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 उठेर गएपछि सबै मान्छेको ध्यान त्यसले खिचिदिरहेको हुन्छ। त्यो चाहिँ एउटा चराको काम चाहिँ उसले गरिरहेको हुन्छ है त। यो कुराहरूमा चाहिँ हामीले ध्यान पुऱ्याउनु पर्ने हुन्छ। त्यहाँबाट हामीले वचन प्रसार गर्ने बाहिर मात्रै टिप्नु, भित्र पनि त्यो टिप्न सक्छ है त। यसमा पनि हामी चलाएको भएर अघि जसरी हाम्रो होइन सूचना भन्ने दाइले चाहिँ यो टाइममा चाहिँ हामीले पुऱ्याइदिउँ न 2 घन्टा, त्यसमा पनि हामीले दिनुपर्छ है त भने। अब तेस्रोमा हामी जाउँ। तेस्रोमा चाहिँ काँडाको बिचमा अथवा काँडाको झाङमा भएको जमिन जस्तै हृदय, मानिसहरूको हृदय चाहिँ काँडाको झाङ जस्तै पनि हुन्छ अरे है त। हामीले 18 र 19 अनि 7 पदमा हेऱ्यौँ भने हामी त्यो कुराहरू पाउँछौँ। त्यो काँडाको बिचमा अथवा झाङमा भएको मानिसहरूको हृदय ती मानिसहरू हुने जसले वचन सुन्छन् र तर वचनलाई पनि उनले चाहिँ
वचन सुनिसकेपछि वचन लिइसकेपछि चाहिँ उहाँ के हुन्छ अरे संसारिक चिन्ता फिक्री धनको लोभी धनको लोभ अनिखेरि सुख विलासहरूले गर्दाखेरि चाहिँ वचन चाहिँ दबिन्छ अरे क्या। जब प्रभुको वचन छरिन्छ वचनले त काम गरिरहेको हुन्छ त्यहाँ काँडाको झाङ अन्य अरू बोट बिरुवाहरूले त्यसलाई निसासी दिन्छ नि होइन त्यसलाई बढ्न दिँदैन नि। हामीले प्रभुको वचनलाई त हामीले ल्याएको हुन्छौँ यहाँ राखेका हुन्छौँ तर हामीले के हुन्छ हामीलाई धनको चिन्ता हुन्छ हामीलाई धनको लोभ हुन्छ अनि हाम्रो अभिलाषाहरूको कुरा हुन्छ हामीले कसरी मिठो मिठो खानेकुराहरू खानु हामीले कसरी राम्रो राम्रो कुराहरू लुगाहरू लगाउनु यताबाट तानेर हुन्छ कि उताबाट तानेर हुन्छ कि दशांशको पैसा पठाएर हुन्छ कि मिसन भेटीको पैसा पठाएर हुन्छ कि अथवा चाहिँ मैले अरू भ्रष्टाचार अथवा अन्य नराम्रो जसरी हुन्छ मैले राम्रो गर्नुपर्छ भने त्यो एक किसिमको लोभ त्यो एक किसिमको लालच अनि त्यो एउटा अभिलाषाका कुराहरू हुन्छ नि यो कुराहरूले चाहिँ जकडेको हुन्छ अरे अनि त्यसले पनि प्रभुमा पढ्नलाई चाहिँ त्यस्तो दिँदैन भनेको यो काँडाको झाङमा भएको जस्तै भएको हृदयले चाहिँ प्रभुलाई विश्वास त गरेको छ वचन पनि सुनेको छ तर यो संसारका कुराहरू भनेको बाहिरी कुराहरू आदि हो नि त हो त्यसले चाहिँ असर पार्दछ सुख विलासका भोग विलासका कुराहरू। याकुबको पुस्तकमा हामीले चाहिँ गयौँ भने याकुब 4मा के भनेको छ भने 4:14 तर हरेक मानिस आफ्नै अभिलाषाहरूद्वारा खिचिएर फसेर ऊ चाहिँ परीक्षामा पर्छ अरे। अनि 15ले भन्छ कि त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापले जन्माउँछ अनि पाप पुरै बढेपछि त्यसले मृत्यु मिलाउँछ भनेको यो अभिलाषाका कुराहरू हुन्छ तर यो अभिलाषालाई चाहिँ हामीले मार्न सक्यौँ दबाउन सक्यौँ भने ठिक छ तर यो अभिलाषा बढ्दै बढ्दै गयो भने यो भोग विलास र सुख विलासका कुराहरू बढ्दै बढ्दै हाम्रो चाहनाहरू त दिनदिनै बढ्दै बढ्दै जान्छ नि होइन यो अनैतिक चाहनाहरू है यो अनावश्यक चाहनाहरू अभिलाषाका कुराहरू यो कुराहरू जब बढ्दै बढ्दै जान्छ अनि बिस्तारै पापमय जीवनमा पापतिर धकल्दै गएको थाहा नै हुँदैन अनि जब यो पाप बढ्दै बढ्दै जान्छ यसले चाहिँ अन्तमा चाहिँ प्रभुबाट पनि अनि यसले चाहिँ टाढा गरेर चाहिँ यसले अनन्त मृत्युको लागि पनि यसले जान सक्छ भनेको यो अभिलाषाहरूबाट चाहिँ हामी हाम्रो आवश्यकताहरू हामीले पुरा गर्नको लागि हामी हिँड्नुपर्छ हामीलाई चाहिन्छ घाँसपात कपासका कुराहरू होइन अति आवश्यक कुराहरू हामीलाई चाहिन्छ तर अभिलाषाका कुराहरू हामी कतिचोटि प्रार्थना गर्दाखेरि प्रभु यो मेरो आवश्यकता हो हामीलाई यो खाँचो छ भने दिनुहोस् तर यो कुराले हाम्रो अभिलाषाहरूतिर लैजान्छ यो आवश्यकता भन्दा पनि बढी छ भने हामीलाई जरुरी छैन हामीलाई नदिनुहोस् चाहिने कुरा त हामीलाई चाहियो नि होइन प्रभु त्यसरी चाहिँ हामी प्रार्थना गर्नु पर्यो क्या है त भने अब अर्कोमा हामी हेऱ्यौँ भने हामीले यूहन्नाको पुस्तकमा गएर पहिलो यूहन्नाको पुस्तकमा गएर हामीले हेऱ्यौँ भने हामी के पाउँछौँ भने अभिलाषाका कुराहरू जुन यो शारीरिक अभिलाषाका कुराहरूको विषयमा पहिलो यूहन्नाको पुस्तक हामीलाई 2 अध्यायको 15 र 16ले हामीलाई यहाँ अभिलाषाका कुराहरू बताउँदछ कि 2 किसिमको अभिलाषाका कुराहरू हुन्छ अरे क्या। एउटा शारीरिक अभिलाषाको कुराहरू शरीरले चाहिने कुराहरू हुन्छन् भने अर्को कुरा चाहिँ एउटा हेर्ने मात्रै अभिलाषाका कुराहरू हुन्छ। अभिलाषा हेरेर चित्त बुझाउन होइन अब नचाहिने कुराहरू पापमय कुराहरू हेरेर पनि चित्त बुझाउनु भने मान्छे हेरेर पनि चित्त बुझ्नु लाग्छ भने एक किसिमको अभिलाषा चाहिँ आफूले भोग गर्नको लागि गरिन्छ भनेको। अनि यो कुराहरू चाहिँ यहाँ पहिलो यूहन्नाको पुस्तकले हामीले के भन्छ भने पहिलो यूहन्ना 2 अध्यायको 15 र 16 पदले चाहिँ यो कुराहरू चाहिँ यो परमेश्वरबाट आउने कुराहरू होइन यो सबै कुराहरू चाहिँ संसारबाट आउने कुरा यसै लेखेको छ संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै कसैले संसारलाई प्रेम गर्छ भने परमेश्वर पिताको प्रेम त्यसमा हुँदैन किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाषा र आँखाको अभिलाषा जीवनको सेकी पिताबाट होइन तर संसारबाटका हुन् अनि संसार बितेर जान्छ र यसको अभिलाषा पनि बितेर जान्छ तर परमेश्वरको इच्छा पालन गर्ने चाहिँ सदा सर्वदा हुन्छ भनेको यो अभिलाषाका कुराहरू चाहिँ यो संसारबाट आउने कुराहरू यहाँबाट चाहिँ हामी जोगिनुपर्छ भन्ने कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ भने अनि यस्तो काँडाको झाङमा यो अभिलाषामा परेको यस्तो छ भने चाहिँ यसले चाहिँ फल फलाउन सक्दैन अरे क्या। हाम्रो जीवनबाट हामीले फलै फलाउन सकेको छैनौँ हामीले किन प्रचार गर्न सकेको छैनौँ कोही मान्छेले प्रभुमा डोराउनै सकेको छैनौँ भने कतै हामी यो क्याटेगोरीमा पो छौँ कि भन्ने कुरा पनि हामीले हेर्नुपर्छ है त। अनि पहिलो तिमोथी 6:10मा हेऱ्यौँ भने के पाउँछ भने रुपियाँ पैसा हामीलाई चाहिन्छ हाम्रो आवश्यकता हो तर चाहिँ त्यही रुपियाँ पैसाको मोह रुपियाँ पैसामै चाहिँ हामी एकदमै लिन भनी त्यसैलाई हामी प्रेम गर्ने
त्यसैमा हामी एकदम मरिहत्ते गर्ने भयो भने चाहिँ रुपियाँ पैसाको मोह नै सबै कुराको अथवा खराबीको जड हो र यसलाई प्रेम गरेर यही भनेर चाहिँ मरिहत्ते हालेर गएपछि चाहिँ नराम्रो कुराहरूमा फसेर चाहिँ प्रभुबाट पनि भट्केका कुराहरू छन् भनेर हामीले चाहिँ पहिलो तिमोथी 6 अध्यायको 10 पदले चाहिँ हामीले सिकाउँछ। अनि काँडाको झाङमा भएको यदि हामी होइन त्यस्तो झाडीमा भएको हृदयमा हामी छौँ भने चाहिँ यो कुराहरूले चाहिँ हामीलाई सचेत गराउँछ, हामी यसमा होसियार हुनुपर्छ। भने अन्तिममा यो असल जमिनको कुराहरू गरेको छ। असल जमिन 20मा यसरी लेखेको छ असल जमिनको बारेमा। अनि असल जमिनमा छरिएका यी हुन् जसले वचन सुन्छन् र ग्रहण गर्छन् अनि फल फलाउँछन्, कसैले 30, कसैले 60 अनि कसैले 100 गुणा। भनेको असल जमिन ती हुन् जसले वचन एकदमै ध्यानपूर्वक परमेश्वरको वचन सुन्छन्, वचनलाई ग्रहण पनि गर्छन् अनि वचनलाई पालन पनि गर्छन्। वचन सुनेर ध्यान दिएर एजराले जस्तै होइन, नेहमियाले जस्तै परमेश्वरको वचन ध्यानपूर्वक सुन्ने, मनन गर्ने अनि पालन गर्ने त्यो व्यक्तिहरू हुन्छन्। अनि त्यो व्यक्तिहरूले पक्कै पनि अनि फल फलाउँछ, उनीहरूको जीवन चाहिँ फलवन्त जीवन हुन्छ। हामी किसानी गर्नेहरूलाई, खेती किसानी गर्नेहरूलाई यो कुरा राम्रोसँग थाहा हुन्छ, नर्मल कुराहरू नै हो। तर गहिरो कुरा के छ भने जब परमेश्वरको वचनलाई हामी लिन्छौँ भने चाहिँ यो अभिलाषाका कुराहरू, सुखविलासका कुराहरू, भोग विलासका कुराहरू अथवा चाहिँ चराएर लैजाने कुराहरूलाई एउटा किसानले एउटा बिउ उमार्नको लागि कति धेरै मेहनत गर्छ होइन। पहिला सुरु उसले ब्याग तयार पार्छ, उसले ठाउँहरूलाई एकदमै तयार पार्छ, सफा बनाउँछ, अनि त्यहाँ माटोमा ढुङ्गाहरू पनि हुन्छ, झारपातहरू हुन्छ, त्यो सबै केलाउँछ, त्यो सबैलाई निकाल्छ, सफा बनाउँछ। अनि त्यसपछि सर्लक्क त्यसपछि उसले बिउ छर्छ। अझ त्यो बिउलाई पनि माटोले हल्का पुर्छ, अनि त्यहाँबाट पनि चराहरूले निकाल भनेर अरू कुनै पराल हुन्छ कि समथिङ केही हुन्छ कि अझ त्यसलाई ढाकेर बफ्याउँछ अनि सर्लक्क त्यो टुस आउँछ नि। अनि एकदमै उसले ध्यान दिन्छ नि। अनि त्यो असल जमिनमा जब हुन्छ अनि त्यसले धेरै गुणा फल पाउँछ। अनि तपाईँहरूलाई हामीलाई पनि एउटा उत्साह चाहिँ म के दिन चाहन्छु भने प्रियहरू, हामी सबैजना असल जमिन हौ। आमेन। हामी असल जमिन हौ। यदि हामी असल जमिन हौँ भने हामीले दुईवटा कुराहरू एकदमै गर्नुपर्छ है त। अघि चाहिँ मैले भने नि, हामीले जुन परमेश्वरको वचन लिएर जान्छौँ त्यो असल जमिनमा हामी छर्नको लागि लान्छौँ, हामी त्यो मेहनत हामी गर्छौँ। दुईवटा कुरा हामी गर्नु एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। एउटा कुरा भनेको चाहिँ हामीले दैनिक रूपमा प्रार्थना गर्नु एकदमै जरुरी छ। जुन यो विषयमा हामीले जुन तालिमहरू दिएको थियो नि, 10 देखि 15 जनाको जुन नाम लेख्ने कुरा थियो नि होइन, त्यो नाम किन लेखेको भने पहिला सुरु त्यो नाम लेखेको व्यक्तिको लागि तपाईँले प्रत्येक दिन प्रार्थना गर्नुहोस्। पहिला प्रार्थनामा शक्ति छ, प्रार्थनाले काम गर्छ, हामी उसको लागि प्रार्थना गर्ने। अनि फेरि त्यसपछि फेरि अर्को कुरा हामी के गर्नुपर्ने रहेछ भने त्यहाँ जाँदाखेरि हामीले परमेश्वरको वचन हामीले राम्रोसँग अध्ययन गर्नै पर्छ। परमेश्वरको वचन हामीले राम्रोसँग अध्ययन गरेको छैनौँ, राम्रोसँग हामीले परमेश्वरको वचन बुझेको छैनौँ भने त्यहाँ जाँदाखेरि हामी चाहिँ एउटा कमजोर सिपाही जस्तो हुन्छ। लडाइँमा जाँदाखेरि सिपाही कमजोर भयो भने अर्को पक्षले सजिलो जित्छ नि। अनि हामीलाई परमेश्वरको वचनको सत्यता हामीलाई थाहा हुनुपर्दछ। हामी अब कुन ठाउँमा जाने हो, कुन अवस्थामा जाने हो, त्यो अवस्थाको बारेमा हामीलाई राम्रोसँग ज्ञान हुनु परेको परेन। अब कुन जमिनमा, अब जस्तै उदाहरणको लागि हाम्रो एउटा खेत थियो, त्यो धाप टाइपको खेत एकदमै हिलो पानी भइरहेको थियो। अनि त्यहाँ अरू खालको धान लगायो भने त्यो राम्रो हुन्थेन। अनि त्यो एउटा गरालाई चाहिँ आमाले जहिले पनि टाइचिन चामलै लगाउनुहुन्थ्यो। अब अलिक मोटा हुन्छ त्यसको बोटाइ, अनि फेरि त्यसले धेरै पानीहरू चिसो धेरै चाहिने हुन्छ। अनि फेरि त्यो जमिनमा धेरै धान पनि त्यो फल्छ। अनि अरू मसिनो चामलहरू लगायो भने चाहिँ सडक्क छिटो त्यो आउँछ, अनि फेरि त्यहाँ ढलिहाल्छ, त्यसलाई धान्दैन। भनेको एउटा किसानले के थाहा पाउनुपर्छ भने कुन चाहिँ जमिनमा कुन चाहिँ रोप्ने होइन, हामी कहाँ जाँदैछौँ त्यो थाहा हुनुको लागि चाहिँ हामीले जुन प्रभुको वचन लिएर जान्छौँ नि, अनि यो वचन चाहिँ हामीलाई थाहा हुनुपर्दछ। यो वचन हामीलाई थाहा भयो भने हामीले यो मान्छेलाई चाहिँ हामीले यसरी प्रचार गर्नुपर्ने रहेछ। जस्तै उदाहरणको लागि हामी केही महिना अगाडि हामी कहीँ प्रभुको वचन लिएर यस्तोमा गएको थियौँ। अनि एकजना दिदी निराश हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ अलिकति दिगदार लागेको, निराश भएको, यस्तो काम छ, त्यो मलाई त्यो छैन, राम्रो छैन, भइरहेको छैन, हरेक कुरामा गुनासो, चिन्ता फिक्री, आफ्नो कामप्रति होइन असन्तुष्ट। अनि टक्क यस्तो राम्रो उत्पत्तिको पुस्तक पल्टाएर यस्तो राम्रोसँग सिकाइहाल्यो।
हेर्नुहोस् दिदी, तपाईँले जुन यो काम गर्दै हुनुहुन्छ नि, यो काम त पहिला परमेश्वरले गर्नुभएको काम हो। जब आदम र हव्वालाई परमेश्वरले बनाउनु भयो, उनीहरूले पाप गरे, उनीहरू पापी भएको कुरा थाहा भयो, नाङ्गै भएको कुरा थाहा भयो, परमेश्वरले त त्यहाँ उसको त्यो नग्नता ढाक्नको लागि वस्त्रहरू बनाइदिएर दिनुभएको थियो। अनि उनीहरूले त्यो नग्नता ढाक्नको लागि चाहिँ त्यो वस्त्र चाहिँ उनीहरूले धारण गरे। परमेश्वरले नै यो त नग्नता ढाक्नको लागि, लाज ढाक्नको लागि त्यो वस्त्र दिनु भएको छ। तपाईँले जुन टेलर खोल्नु भएको छ, तपाईँको जुन व्यवसाय छ, तपाईँले जुन कपडाहरू बनाउनुहुन्छ, हेर्नुहोस् त, सयौँजना दिदीबहिनीहरूको अङ्ग ढाक्नको लागि तपाईँले कस्तो राम्रो राम्रो कुर्ता, फेरि डिजाइन पनि कति राम्रो राम्रो कुर्ताहरू जुन कति राम्रो राम्रो लुगाहरू तपाईँले बनाउनु भएको छ। परमेश्वरको उत्पत्तिको पुस्तकमा जुन काम गर्नुभएको थियो, तपाईँले त्यो कामलाई निरन्तरता दिनुभएको छ। त्यो दिदी क्या खुसी भयो क्या आफ्नो कामप्रति नि। अनि उसलाई आफ्नो कामप्रति निराश भएन क्या। जहिले भेट्छ उहाँ खुसी नै देखिन्छ। हो नि त, मैले जुन काम गरिरहेको छु, मैले त उत्पत्तिको पुस्तकमा गएर हेर्नु त प्रभुको काम पो गरेर चाहिँ त्यो दिदीले लगाएर सुसमाचार सुनाउँदाखेरि, प्रभुको वचन आउँदाखेरि उसले सजिलै अब ग्रहण गर्दैन, उसले हुर्काउनु सजिलो भएन। अनि तपाईँ र म जहाँ प्रभुको वचन लिएर जान्छौँ नि, त्यहाँ जाँदाखेरि त्यो मान्छेको अवस्था थाहा हुनु पऱ्यो, बुझ्नु पऱ्यो। अनि त्यसलाई के कुरा लाने भनेर चाहिँ हामीले योबाट थाहा हुनु पऱ्यो नि त। यो वचनबाट हामी थाहा हुनु पऱ्यो नि त, होइन? अब जस्तै हामी कुनै वकिलहरूलाई प्रभुको वचन लिएर जानु पऱ्यो भने, वकिल साहबहरूकोमा हामी जानु पऱ्यो, कसरी यसो सोच्नु होला, ओहो पढे लेखेको मान्छेहरू अलिक गाह्रो होला, हुँदैन। तपाईँहरू त कस्तो राम्रो काम गर्दै हुनुहुन्छ है त। एउटा समस्यामा परेको मान्छे, एउटा अन्यायमा परेको मान्छेलाई चाहिँ एउटा न्यायाधीशकोमा लगेर चाहिँ उसको मुखपात्र भएर एउटा मध्यस्थकर्ताको काम गरेर त्यो अन्यायबाट चाहिँ तपाईँले निकाल्ने काम गर्दै हुनुहुन्छ। तपाईँ त एउटा मध्यस्थकर्ताको काम गर्दै हुनुहुन्छ। हो, यसोले पनि यस्तै काम गर्नुभएको हो नि। पापी मानिस, समस्यामा परेको मानिसलाई चाहिँ एउटा मिडिएटरको भूमिका लिएर परमेश्वरसँग मिलाप गर्नको लागि चाहिँ यसो प्रभुले एउटा मध्यस्थकर्ताको भूमिका गर्नुभएको हो नि। तपाईँले त्यस्तो ठाउँ लिँदै हुनुहुन्छ। एकदमै सम्मानित पेसा, कति राम्रो छ तपाईँको यो काम भनेर त्यो हिसाबले हामीले वकिल साहबहरूकोमा जाउँ न। अनि उसले तिरस्कार गर्छ वा भन्दैन भनेको हरेक कुराको एन्सर चाहिँ यसैमा छ क्या। त्यही भएर मैले तपाईँलाई उत्साह दिन खोजेको नि प्रियहरू, हामी बाइबल अध्ययन गरौँ, वचन अध्ययन गरौँ। हामीले कहाँनिर लैजाने, के कुराहरू भन्ने, कसलाई टक्क यसले, यदि हामीले मजाले पढेको छौँ टक्क यसले क्लिक गराउँछ क्या। त्यही भएर हामी वचन अध्ययन गर्ने, प्रार्थना गर्ने व्यक्ति हुनुपर्छ। अनि हामीलाई थाहा छ, हामीले यो अध्ययन गरि नै रहेका छौँ, होइन? अहिले हामीले हिब्रूको पुस्तक लगभग सक्यो। मेरो चाहिँ सकेको छैन, तर हाम्रो निरञ्जन भाइको त सकिसक्यो। हिब्रूको पुस्तक सकेर फेरि गलातीमा आइसक्यो, होइन? भने यो पढ्नको लागि नै म तपाईँलाई उत्साह दिन्छु। जब हामीले सुन्छौँ, मजाले पढ्छौँ, त्यसपछि एउटा असल हामी किसान बन्छौँ क्या। एउटा असल किसानले गोडमेल गर्ने कुराहरू, भ्याट तयार पार्ने कुराहरू, बिउ तयार पार्ने कुराहरू, रेखदेख गर्ने के गर्ने सबै कुराहरू अरू किसानलाई थाहा हुन्छ नि। अनि हामी चाहिँ वचन प्रचार गर्नेहरू हो नि त हामी, होइन? हामी सबैजना अब वचन मात्रै गऱ्यो होइन नि त, हामीले अरू सुनाइदियोस् भन्ने होइन नि त। हामी त सुनाउन जाने भइसकेको छौँ नि त। त्यस कारणले चाहिँ प्रभुको वचन अध्ययन गर्नको लागि म तपाईँलाई उत्साह दिन्छ है त। परमेश्वरले यो वचन पढाइ सुनाएर तपाईँलाई मलाई आशिष दिनुभएको छ। अनुसार प्रार्थना गरौँ। हे हाम्रो